एभ्रिवान आज चाहिँ हामी घुम्न जाँदैछौँ। घुम्नु चाहिँ हामी कहाँ जाँदैछौँ भने नि तपाईहरुलाई भिडियोमा बनिरहनु होला। त्यो जग्गा पुगेर मात्र देखाउने छौँ। सो तपाईहरु यो भिडियोलाई स्किप नगरी हेर्नुहोस् होला। नयाँ जग्गा छ है र आज हामी पनि 4 जना हिँडेको छौँ। स्टे ट्युन। चलो चलते हैं हम फाइनली हामी ड्रिम भिलेज आइपुग्यौँ। यो डबलिङलाई चाहिँ अहिले नयाँ नामकरण गरिएको रहेछ ड्रिम भिलेज भनेर। अनि यहाँको मान्छेहरू मिलेर यति मजाको बनाएको छ। यहाँको गाउँलेहरू मिलेर इक्जाम्पल क्रिएट गरेको छ। मान्छेले आँटे के हुन्न चन्द्रमा पनि भेटिन्छ भने चाहिँ यहाँको मान्छेहरू मिलेर कसैले जमिन डोनेट गरेर अरे यो अनि कतिले फाइनेन्सियली सघाएर अनि यो प्राइभेट पार्क बनाएको छ। अनि यहाँदेखि 360 सेल्फी लिन सक्ने जग्गा भ्यू पोइन्ट पनि बनाएको रहेछ। तिमीहरूको भुइँमा हेर्न, भुइँमा हुँदा हेर्नु त थाहा हुन्छ। भुइँमा हेर्दा बहिनी मलाई पनि डर लाग्यो। यता आउँदा यहाँसम्म को आउँछ त्यस्तै हुँदो रहेछ। साइको साइको हुँदो। बहिनी हेर्नु पर्यो। बहिनी आइज। बहिनी आइज भाइ यता म भएको आइज त। उता हेर न। यता हेर्न भाइ। भुइँमा हेर्न, भुइँमा हेरेर होइन। कहाँ थाम्छ नि त उही। बहिनी ओइ बहिनी आइज। बहिनी आइज। मैले बस्छु ल बहिनी त। अब त म सक्दिनँ भाइ र म चाहिँ कामदै छौ यहाँ। उयो आउँ त अलिकति हेर त अब त डर लाग्यो। म आँटी छु जस्तो लागेको थियो कि तर थाहा भयो कि आँटी छु। भुइँमा हेर्नु हुँदैन रहेछ। उकालो हेर्नु पर्दैन। भुइँमा हेर्नु साइको हुँदो रहेछ नि। खेल्ने त तिमी खेल्दैनौ? दादा साइकल खेल्छ अरे त। पैदल घुमाउनु चाहिँ नबिर्सिनु ल। छिटो ल, सिधा ल। रेडी? ल गो।
मजा आएन नि बिस्तारै गर बिस्तारै बिस्तारै छोडा है त्यहाँ मजा आयो मजा त मजा यो जग्गा चाहिँ तपाईँहरू फ्यामिली लिएर मजाले घुम्न आउनु सक्नुहुन्छ अनि यो एउटा नेचरको बिचमा शान्त वातावरण अनि यो कहाँनिर पर्छ भन्दाखेरि कफेरको नजिकमा पर्छ अनि लाभा भएर पनि जानु सक्छ अनि नेसनल हाइवे 717A भएर जानु सकिन्छ अनि यहाँ आउने प्लान चाहिँ हामीले 1 जनवरीमा बनाएको थियौँ तर 1 जनवरीमा आएनौँ किनभने त्यो दिन क्राउड हुन्छ क्राउड भयो भने चाहिँ कतिवटा अपर्च्युनिटीहरू पाउँदैन होला जस्तो लाग्यो अनि आज हामी 6 जनवरीमा आएर मजाले इन्जोय गरिरहेको छौँ अनि यहाँको स्टाफहरू पनि एकदमै फ्रेन्डली बिहेभियर गर्नुहुँदो रहेछ यहाँनिर भएको प्रायः दोकानहरू पनि हाम्रो गोर्खे दाजुभाइ दिदीबहिनीहरूले नै चलाइरहेको रहेछ अनि अर्को कुरो यहाँनिर तपाईँहरूले प्रायः चिजहरू अनि खानेकुरोहरू तपाईँहरूले रिजनेबल रेटमा पाउनुहुन्छ यहाँ घुम्न आउनुभयो भने चाहिँ तपाईँहरू 70 रुपिस एन्ट्री फी लाग्छ अनि जिप लाइन र साइक्लिङको अलग्गै एक्स्ट्रा चार्ज रहेछ यहाँनिर ट्रेडिसनल गुड्सहरू पनि झुन्डाएको देखियो पार्किङदेखि भ्यू पोइन्टसम्म आउन जानको लागि टोटोको सुविधा पनि राखिएको रहेछ बहिनी कस्तो भयो दामी मजा आयो भाइलाई दामी साइक्लिङ खेल्नु मजा आयो म त खेल्नै आएन र साथीहरू यो ड्रिम भिलेज चाहिँ नाम अनुसारकै थियो है र एकदमै फुल अफ एडभेन्चर है फ्यामिलीसँग घुम्न आउँदा चाहिँ एकदमै राम्रो र हामी नानीहरूसँग मजाले इन्जोय गऱ्यौँ यहाँ घुम्यौँ खायौँ पियौँ है र अब हामी चाहिँ फर्किँदैछौँ यहाँनिर पार्किङतर्फ र यहाँ चाहिँ सानसानो नानीहरू बहिनीहरूले चाहिँ यहाँ झालमुरी पुच्काहरू बेच्दै थिएछ नि त र हामीले चाहिँ यहाँ नानीले पुच्का खाने भएर चाहिँ पुच्का खायौँ झालमुरीहरू मजाले खायौँ गिलो चटपटे मजाले बनाएर दिएको थियो नानीहरूले र यसपछि चाहिँ हामी घरतिर लाग्यौँ र भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच फेरि भेटौँला नेक्स्ट भिडियोमा